व्हाट्सअप एभ्रीवन, वेलकम ब्याक टु अनदर एपिसोड अफ हाम्रो ब्लग। साथी हो हामी आएका छौँ आज गोदावरी। सो तपाईँहरूले यहाँ आउनु भएको छैन होला, हामी मार्बल डाँडामा छ। मैले पछाडि चाहिँ तुवालाएर केही पनि देखिएको छैन होइन। त्यो फोटो खिच्ने ठाउँ चाहिँ यहाँनिर त्यो मार्बल डाँडा भन्ने ठाउँ चाहिँ। सो हामी त्यहाँ छौँ। अहिले पछि हामी गार्डनतिर पनि जान्छौँ। साथी हो एकजना साथी यता छ, साथी हेलो गरिदिउँ त ब्लगमा। सो साथीहरू तपाईँहरू चाहिँ पनि यहाँ आएर चाहिँ कति रुपियाँ तिरेर हामी टिकटको तल 10 रुपैयाँ एकजना एउटा बाइक बराबर 10 रुपियाँ यहाँ टिकट काट्नुपर्ने हुन्छ तपाईँले। साथी यता छ हो त्यो बाइक लडाउने साथी चाहिँ ऊ नै हो है, बाइक लडाउने साथी चाहिँ ऊ नै हो। उयो यो सेतो सेतो लगाउनेवाला साथी हो। बाइक लडाउने नयाँ बाइक किनेर लिएर आउने। अनिखेर तपाईँहरू चाहिँ यहाँ चाहिँ एकदमै इन्जोय गर्न सक्नुहुन्छ। 3-4 घन्टाको लागि टाइम स्पेन्ड गर्नु चाहिँ तपाईँहरूलाई कहीँ पनि जानु पर्दैन। गोदावरीको चाहिँ यहाँ तल हो होइन। सो हामी चाहिँ अलि माथि आएका छौँ होइन। हाम्रो सन्दीप साथी यता आउँदै हुनुहुन्छ। हेलो पारस सर। अनि तिमी नयाँ बाइक लडाइदिने त अस्ति त्यस्तो नि हुन्छ त? त्यो स्लिप भएको के त्यो खासमा लडाउन खोजेको होइन। उनीहरू दुईजनै हो बाइकमा बस्ने पनि। यो पनौती बसेर पछाडि यो पुड्के बसेर यो पुड्के नबसेको भयो भने मेरो बाइकै लड्थ्यो त। यो पुड्के नबसेको भयो भने मेरो बाइकै लड्थ्यो त। साथी हो बाटो चाहिँ अलि अस्तिलो छ। सो तपाईँहरू चाहिँ एकदमै स्ट्रङ भएर आउनु पर्ने हुन्छ। यहाँ त्यस्तो बाटो हेर्नुहोस् ढुङ्गे यता हेरेर अब हामी कहाँ जानु लागेको अरे? मास्टर भ्यू टावर जान्छौँ हामी। सो बाइक यहाँ अलि माथि राखेर ल ल ल सो यहाँबाट गरौँ यहाँ माथि बाटो हामी बाइक यहाँ माथि राख्छौँ माथि जान्छौँ है त साथी हो। सो मार्बल डाँडो भ्यू भाइरल हुन आउँछ यहाँनिर। यहाँ अलि तल खाल्टो छ कि यस्तो, यहाँ तल झन् पुरै खाल्टो छ नि यहाँ तल त। सो त्यही भएर विनिताका बोयफ्रेन्डको फेभरेट के हो बोल न यार? के त अनि मिराको चिकन ललिपप। मिराको बोयफ्रेन्डको सो तुवा लाएर पनि अनि केही नै देखिरहेको जापानिजमा देऊ न त। जापानिजमा देऊ त अलिकति। होइन भन न त्यस्तो के भन न। साथी हो ल साथी हामी खाजासाजा खाएर सो जानु लागेको छौँ माथि डाँडातिर। यहाँबाट सर यहाँ माथि जाने यहाँ यता भित्र गएपछि चाहिँ भ्यू टावर छ अरे। सो हामी त्यता जान्छौँ है। सो देखाउँछौँ तपाईँहरूलाई। आऊ ल साथी आऊ। कस्तो भयो त? कस्तो भइरहेछ गोदावरी? दिस इज पारस साई, मिस्टर पारस साई, अफ राइडर, म्यान पर्फेक्ट राइडर। त्यही हो आउँदैन क्या। दिस इज सन्दीप लिम्बू गाइज, नाम्जा हान नाम्जा। ल साथी हो मुटु नै निक्लेला जस्तो भयो त। यस्तो छ त हाइकिङ जस्तो क्या, राइडिङ पनि हाइकिङ पनि यता चाहिँ। ल है त। विनिताको बोयफ्रेन्डको फेभरेट के हो? चटपटे। अनि मिराको बोयफ्रेन्डको चिकन ललिपप। सो तपाईँहरू आउनु भएपछि यहाँनिर यस्तो खालको बाटो भेटिन्छ। यता तल्ती जाने बाटो नि छ अनि त्यहाँ मास्ति जानिन्छ। सो यहाँबाट तपाईँहरू मास्ति जानुपर्ने हुन्छ भ्यू टावरमा जाने भने चाहिँ। ल साथी हो आइपुग्यो भ्यू टावरमा। तर खियालाएर यस्तो भएर रहेछ कि पुरै पुरानो रहेछ। रेलिङ चाहिँ छैन रहेछ यहाँनिर। हरेकमा हिँड्दा चाहिँ हल्का जोगिएर हिँड्नुपर्ने भयो है त। यस्तो पल पनि रहेछ भिडियो बनाउँदै आउँदा झन्डै त्यहाँ छिरिएन। अति छ है त। 4-5 तलाको 4 तलाको रहेछ। साथीहरू फोटो खिचिरहनु भएको छ यहाँ। सो अनि यो चाहिँ 5 तला भनेको 3 तलासम्म मात्रै रहेछ यो। अनि माथि चाहिँ यसरी यो कम डेन्जर। अनि यो पाता पनि एकदमै पातलो छ कि यो। अनि लास्टै उमा खालको यो यस्तो खाल्टो छ कि यो टेक्ने डर लाउने खालको छ। सो आउनुभयो भने अलिक विचार गरेर याद गरेर हिँड्नुपर्ने रहेछ यहाँ चाहिँ। अनि यो छेउछाउमा नि कुनै पनि बारहरू छैन कि यो अलि डेन्जर बनाएको यो हुन्छ नि त। यहीँ छेउमा नि छैन नि त। सो मान्छेहरू भिडियो बनाइरहेको मोबाइल चलाइरहँदाखेरि चाहिँ फुत्ते तल झर्नु पनि सक्नुहुन्छ। एकदमै याद गर्नुहोस् है त आउनुभयो भने। ल फर्किौँ ल साथी हामीहरू फर्किौँ ल। तपाईँहरू पनि अब फर्केको भिडियो हेर्नुहोस् है।
ल साथी हामी चाहिँ उता माथि पुगेर आयौँ होइन साथी माथि त्यो के भन्छ अरे माथि भ्युटार गरेर आयौँ सो तपाईँहरूले देखिहाल्नुभयो भ्युटारमा कस्तो भयो भन्दाखेरि चाहिँ अब भ्युटारै त्यस्तै रहेछ साथी हो खुट्टा छिरेर चाहिँ माथि मान्छे उहाँ तल पुग्ला जस्तो सकेसम्म नजानु भयो हुन्छ माथि चाहिँ अलिकति हिँड्नु त पर्ने छ यसो अब रमाइलोको लागि हिँड्ने पनि हो भने चाहिँ जानुभयो हुन्छ नत्र भने चाहिँ यतै रमाइलो छ यतै गर्ने अनि तल टक्क उमा गोदावरी त्यो ऊ छ नि तल गार्डन सार्डन के छ होइन हो त्यतातिर जाने सो त्यतैतिर चाहिँ बेस्ट हुन्छ है त यता माथि भन्दा पनि सो तपाईँहरू चाहिँ अनि मन लाग्छ भने यहाँ उयो यसमा चढेर उयो माथि पुगेर यसो बाँदरले त्यस्तो हल्लाएर बस्न पनि सक्नुहुन्छ जस्तो घुच्चुक घुच्चुक पार्ने त्यो हल्ला पनि बाँदरले त्यो नचाहिँ बिग्रेको काम गर्छ नि त्यस्तै पनि गर्न सक्नुहुन्छ यदि तपाईँहरू इच्छा लाग्छ भने तपाईँहरूलाई सो मैले कर गरेको त होइन साथी हामी गेटमा आएछौँ जाउँ ल भयो जे हुनु छ त्यो भइसक्यो त्यो छोडिदियो त्यो टेन्सन यहाँ त्यसले साथी आइपुग्यो ल गार्डन है अब चाहिँ अघि हामी पिकनिक स्पोटमा थियौँ गार्डन पनि छिट्यो सो हामीसँग टिकट छ यस्तो देख्नु ए उल्टो भएछ यस्तो उल्टो भएछ कि यो एकजनाको 50 रुपियाँ लाग्छ तपाईँहरूलाई सो तपाईँहरू उता माथिबाट चोरबाट छिर्नुहुन्छ यो पनि लाग्थेन है मैले यस्तो भन्नु नहुने थियो होला तर मैले भने यसलाई चाहिँ गोब्रे सल्लाह भन्छन् गोब्रे सल्लाह भनेको चाहिँ यही साथी यस्तो खालकोलाई चाहिँ गोब्रे सल्लाह भन्छन् लप्सी भने चाहिँ यो यस्तो फल्छ यो चाहिँ आधी खाएको किराले खायो नि भयो मान्छे खायो नि भयो पाउ बनाएपछि यस्तो ए मान्छे नि रहेछ ल अनि यो लप्सीको बोट है हो हाम्रो गाउँतिर नि छ तपाईँ देख्नुहुन्छ अघि हामीले माथि भेटेर निकालो यो हो कि होइन त्यही निकाल्नु रहेछ यहाँ अनि यस्तो गेट छ सो तपाईँले यता गेट पनि देख्न सक्नुहुन्छ साथी चार्ज नसक है अहिले फर्किँदाखेरि फोटो खिच्नुपर्छ यस्तो भ्यू छ सो तपाईँहरूले देख्न सक्नुहुन्छ ओ ओखर ओखर दिस इज ओखर गाइस यो ओखर भयो ऊ त्यो के हो यो खोला खोला गाइस खोला गाइस खोला यो चाहिँ खोला नि खोला खोला हेर्न सक्नुहुन्छ तपाईँहरूले गाइस गाइस खोला गाइस खोला गाइस ऊ त्यो पिकनिक ग्रुप गाइस 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 पिकनिक ग्रुप त्यहाँ सो त्यस्तो हो ल रमाइलो गाइस बोजो भन्छ नि हाम्रो घरतिर चाहिँ तपाईँहरूकोतिर के भन्छ भने बोजो गाइस यो चाहिँ तपाईँहरू यस के भन्छ तिम्रोमा अनि हेरेर चाहिँ घाँटी दुख्दाखेरि खान सकिन्छ यो चाहिँ सिसाउ गाइस यो चाहिँ सिसाउ तपाईँहरूले देख्न सक्नुहुन्छ तर कुन चाहिँ हो मैले चिन्न सकिनँ है यहाँनिर यहाँ यत्रो रुख्छ अब यहाँ त यस्तो छ कसरी चिन्ने हो साथी हो सिसा भुजेत्रो रहेछ यहाँ साथी हो के हो यस्तो अनि मैले त्यस्तो भने होइन यो भुजेत्रो रहेछ साथी हो भुजेत्रो रे यो चाहिँ यस्तो छ सो यो ओखरको बोट हो कि सुपारी हो यो तर हामीलाई त्यस्तो नयाँ केही पनि लागेको छैन किनभने हामीलाई विविध कुराहरू हामीलाई थाहा छ सो यो सानो मान्छेहरू पनि घुम्न आउनुभएको रहेछ ल यतातिर देख्न सक्नुहुन्छ सानो नानीहरू सो साथीहरू उता आउँदैछन् स्यारा ल जस टाइम पास गर्नु चाहिँ ठिकै रहेछ साथी क्यातुके भन्छन् साथी हाम्रो घरतिर चाहिँ यसलाई क्यातुके तपाईँहरूतिर के भन्छ घिको कि निको के लेखेर चाहिँ गिङको भन्दो रहेछ कुन चाहिँ भाषा हो यो गिङको भने हामीले त क्यातुके भन्छ तिम्रोतिर के भन्छ यसलाई के भन्छ कारबाही गर्ने छ अरे यतातिर छुने कामै नगर्नु साथी हो है ज्ञान लिनुहोस् साथी हो अलिअलि है ज्ञानवर्धक कुरा नै हेर्नुपर्छ कहिले काहीँ साथी हो यताबाट आएपछि यहाँनिर हल्का खोला जस्तो छ अनि यसो तपाईँहरू यताबाट यता छिर्नुहुन्छ है स्यारा अहिले पनि यो फुल रमाइलो हुन्छ लास्ट होइन किन हल्का राम्रो छ नि त हल्का भन्दा नि टनक्कै राम्रो नि ल गोदावरी भने हुँदै त्यही त फुलै फुल हुँदो रहेछ त्यो साथी मैले एक्सपेक्ट नै गरेको थिएँ यस्तो अनुमति बिना प्रवेश निषेध भित्र चाहिँ नजानुहोस् तर यहाँबाट भिडियो चाहिँ गर्न पाउनुहुन्छ है त तपाईँहरूले पाउनुहुन्छ होला मैले त पाएँ तपाईँहरूले पनि पाउनुहुन्छ भन्ने कुरा म विश्वस्ती छु अब पार्क छ यहाँनिर सानो खालको पार्क छ चाहिँ पुतली फुल गाइस है सो राम्रो रहेछ यो जताततै फुलै फुल्छ क्या यो समयमै नि हुन्छ नि सूर्य भक्ति फुलहरू यो चाहिँ यहाँ टलाएर
संरक्षण गर्नुभयो होला नि दाजुले। सो तपाईँहरू यहाँभित्र चाहिँ जान सक्नुहुन्न किनभने चाहिँ बिरुवा हुर्काउने ठाउँ हो। यहाँ प्रवेश निषेध गरिएको छ। बिरुवा यतापट्टि हुर्काइन्छ भने तपाईँलाई त हारामा पानी मुक्ति हुन खानुलाई भने यता छ, घुम्नलाई यतापट्टि ठाउँ छ। सो तपाईँहरूलाई यहाँपट्टि ठाउँ छ। त्यहाँ माथि पनि अलिकति फुल रहेछ। म त्यो पनि तपाईँहरूको लागि भनेर मात्रै मैले देखाउन लागेको है। त्यसै त्यो यतापट्टि सुनाखरी, सुनगाभा, चाँदी गाभा, जीवनतिर सुनगाभा चाहिँ सुनेको थिएँ, चाँदी गाभा भन्ने नि हुँदो रहेछ। सो केही छैन है त्यसलाई। सो यहाँ यस्तो गार्डन अफ फुल्स, फ्लावर्स सो देख्न सक्नुहुन्छ है। दुश्मन हेऱ्यो भने जस्तो साथीहरू कहाँ हरायो अरे, हामी त दुईजना मात्रै फोन मारिरहेको छौँ। अब चाहिँ म यहाँबाट उता तल जाउँ। सो म तपाईँहरू त्यता नि ल्याउँछु त। अब चाहिँ स्पिड अपमा है त। यो फुलमा चाहिँ मौरीहरू एकदमै धेरै आउँदो रहेछ। मेन यता टन्नै खालको यता उडिरहेको मौरीहरू टन्नै बस्दो रहेछ यसमा चाहिँ। साथीहरू त कता हरायो अरे, हामी दुईजना मात्रै भयौँ। तिमीहरू आउँछ कि हामी जाउँ भन्नु। ल साथी हो फन्का मारेर बसियो हजुर। ल साथी हो गोदावरी पनि फाइनली घुमिसकियो। जम्ला साथी हो जम्ला। सो यहाँबाट निस्किने गेट ऐनाको गेट साथी हो है। तपाईँहरू यता छिरेपछि चाहिँ यस्तो खोला छ। खोला त होइन अलिकति झर्ना जस्तो नि। सो तपाईँहरू यता आएपछि यहाँ चाहिँ लाली गुराँस देख्न सक्नुहुन्छ। यहाँ रातो रातो मोबाइलमा नदेख्ने मैले देखिसकेँ, तपाईँहरूले नदेख्नु भए पनि होइन। सो अब हामी यता जान्छौँ। यहाँबाट उता गएपछि हामी कता पुग्छौँ भन्ने कुरो उताबाट उता गएपछि उता छिरेपछि उताबाट उता निस्क्यो भने कतापट्टि गएपछि यतापट्टिबाट त्यतापट्टि निस्किन्छ है त। अनि कहाँनिर पुगिन्छ भने थाहा हुन्छ। ल गुराँस चाहिँ यहाँ चाहिँ यसरी देख्यो साथी गुराँस। सो निगालो भन्ने चाहिँ यहाँ रहेछ। ल निगालो भन्ने चाहिँ यो भइहाल्यो। सो तपाईँहरूले थाहा हुँदैन मलाई भन्दा नि बढी। सो अब यहाँबाट हामी अर्को खोल्चीमा पुग्नेछौँ। खोल्ची भनेको चाहिँ पानी बग्ने ठाउँलाई खोल्ची भन्छन् भनेर लेखेको छैन यहाँ, त्यो म आफैले भनेको हो। तर यो चस्मा यहाँ यस्तो गरेपछि चाहिँ अझ भ्यू ट्याक्क एचडीमा देखिँदो रहेछ सायद। यो यसरी टक्क हेर्ने भने एचडीमा देखिन्छ है त हजुर। सो अब यहाँबाट तपाईँ पारि जानु भने चाहिँ पिकनिक स्पोट त्यही हो, अरू भनेर त त्यस्तै हो साथी होइन। यहाँ सानो खोला छ। अब यहाँ पारि गएपछि तपाईँ के हुन्छ थाहा छ, यो सानो कुटी जस्तो छ। यहाँ तपाईँ पारि जानु भने के हुन्छ त, अब यसरी यहाँबाट हिँड्दै जानु भने यहाँबाट यसरी हिँड्दै जानु भने पारि पुग्नुहुन्छ। पारि पुग्नु भएपछि के छ त यहाँ भन्दाखेरि अब तपाईँलाई म देख्ने बित्तिकै भन्छ है केही छैन यत्तिको खुल्ला, केही छैन रहेछ। ल केही छैन है त साथी यता पारि पनि। अब हामी यहीँबाट फर्किनुपर्ने हुन्छ। स्पेसल गार्डन ट्रपिकल हाउस जाने हो। ट्रपिकल हाउस जापानिज स्टाइल गार्डन रे। यहाँ चाहिँ जापानिज स्टाइलको गार्डन देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चस्मा नलाइकन हेर्नु होला। टी गार्डन तलतिर लाइन तलतिर होइन साथी हो। यहाँनिर छ भने यो यहाँ छ। सो तपाईँहरूले हेर्नु होला। अनि यहाँबाट तपाईँहरू यता नहिँड्नु, यो जरामा अझै लड्न सक्नुहुन्छ। यहाँबाट हिँडेपछि यसरी ट्याक्क यहाँ ट्याक्क सिँढी राख्दैछ। ट्याक्क भएर तिमी पनि केही देखाउनु छ भने भन। तिमीलाई पनि केही भन्नु छ भने भन। नदेखाऊ त्यस्तो घाउसाउ नदेखाऊ। साथीले आज पनि अलिकति बाइक लडाउनु भयो।
हल्का मात्रै हो लडिहाल्छ नि अब हिँड्ने मान्छे लड्दैन भने यार खरीको बोट हो कि के हो रुख ल यहाँ टला रेतापट्टि होइन ल साथी हो आइपुग्यो यतातिर यहाँ पानी सुकिया रहेछ पानी हुँदाखेरि चाहिँ राम्रै हुन्थ्यो जस्तो लागेको थियो मलाई होइन फर्स्ट टाइम आएको सो यहाँनिर छ ट्रपिकल हाउस चाहिँ पुरै सिसाको छैन केरा फल चाहिँ यहाँ भोलिपर्सि गाइज केरा फल चाहिँ यहाँ भोलिपर्सि अनि आएर तपाईँ हामीले त खानु पाउनु यहीँको मान्छेहरूले खानुहुन्छ होला सो यहाँबाट माथि जाने बाटो जाने हो माथि कस्तो घाम यार लास्ट गर्नु ए यहाँ भित्र छिर्न मिल्ने रहेछ नि त सो यहाँबाट भित्र पनि छिर्नु मिल्ने रहेछ गाइज यहाँबाट यस्तो छ एउटा सानो पोखरी छ यहाँबाट यता जानु भने तपाईँ यता जानु सक्नुभयो नभए म जसरी यता जानु सक्नुभयो यता पनि ढोका रहेछ छिर्ने टाढी यहाँबाट आएपछि यस्तो छ यस्तोबाट आएपछि यहाँबाट आएपछि इन्ट छ होइन त उता चाहिँ जान पाइँदैन रहेछ यस्तो छ सरर हेलो हेलो गरिदिउँ न हेलो ल उसले पनि हाल्नु गरेन फेरि साथी घुमेर आऊ मैले घुमिसकेँ ल है त अहिले खन्का मारिदिएँ है त साथी यहाँबाट साथी कस्तो भयो त गार्डन भिजिट कस्तो भयो त एकदम राम्रो छ होइन हो टाइम ल्याएर तपाईँहरू नआउनु होला यस सो ल असारमा आउनु होला अलि हरियाली भएपछि जेठ असारतिर आउनु भने अलिक बेस्ट हुन्छ अलि सुकेर पुरै अनि राम्रै छ है राम्रो छ त्यस्तो नराम्रो होइन जो अब यस्तो टाइममा नि फुल फुलाइरहेको छ नि त हुन्छ नि त यहाँ दुःख त लास्टिक गरेर राख्नु भएको छ सो त्यही हो राम्रो रमाइलो भयो साथी हो फोनको लागि धन्यवाद भन्ने रहेछ हामीलाई बाइक साइकल लानु नदिने रहेछ तर मैले अलिक पावर भयो भने दिने होला ऊ सो ल अहिले हामी निस्क्यौँ है साथी हो ल निस्क्यौँ ल साथी यहाँबाट